सो मैले यो पोलिथिनको ब्यागले योसँग बनाएको भन्दा डु यु बिलिभ मी योसँग चाहिँ मैले पोलिथिनबाट बनाएको र कसरी बनाएको चाहिँ अब आउने भिडियोमा हेर्नु है त सो I'm gonna show how to make a kite from this polythene bag. यो अब आदि भइसकेको छ अब हामी यसरी चाहिँ फेरि पनि यसलाई यसरी फोल्ड गरेर चाहिँ ठ्याक्क फोल्ड गरेर यो बाँकी भएको काटेर फालिदिने है त ल अब यो हाफ काटेर आउने हुन्छ जसरी भए पनि अब यतिको यहाँ टेपले ट्याक्क टालिदिने अनि अरू लट्ठी हाल्नुपर्छ लट्ठी चाहिँ मैले कुचोको राख्ने हो लट्ठी चाहिँ यस्तो तर मैले नपाएको भएर चाहिँ यस्तो राखेँ मैले ट्याक्क यसरी बनाउनु पर्छ अब यहाँ चाहिँ टेपले टाँस्दिने यसरी नै हैन भयो उता पनि आउँछ मैले चाहिँ यो बाहिर पाएको अभाइलेबल लट्ठीले गरेँ यिनीहरू तर यो देखाउनलाई मात्र हो कुचोको छ नि हाम्रो यो कुचोको लट्ठीले चाहिँ गर्नु होला अनि अब यो सबैभन्दा गाह्रो पार्ट हो यो मोस्ट डेन्जरस पार्ट हो यो चाहिँ मिलाउन गाह्रै पर्छ अलिकति दुईजना चाहिएला कि भन्ने कुरा हो अनि यो लट्ठीको छ त कुचोको युज गर्ने ल यसरी बाँधेर राख्नुपर्ने हुन्छ यसरी राख्नुभन्दा यहाँ पछाडिबाट यस्तो ल्यायो भने चाहिँ राम्रो हुन्छ तर यति गाह्रो हुने रहेछ गाह्रो पारै यो त्यही भएर मैले अडियो नै अन गर्ने यसरी ट्याक्क अहिलेलाई ट्याक्क गरिदिने अब यहाँ पनि ट्याक्क मिलाउनुपर्छ पकाएको सो फाइनल्ली दिस इज द फाइनल रिजल्ट अनि तपाईहरुले बनाउँदा चाहिँ यो चाहिँ कुचोको राख्नु होला मैले यो नपाएको भएर एट द टाइम मेरो दिमागमा ड्याङ्ग आएको भएर मैले बनाएँ कस्तो छ कमेन्ट गर ल डाउन कमेन्ट सबैले ओइ के हो अब कका हाल्छु यसमा है त सर ल अब कका हाल्न सिकाउँछ है सबैलाई यहाँ र यहाँ पार्नु पर्ने हुन्छ यसरी अनि यहाँ सोलो हामीले फलमा छिरायौँ अब यसरी चाहिँ 1 2 3 म चाहिँ 3 चोटि मात्र राख्छु जति हाल्दा नि भयो अब यहाँ तल छिराउनु पर्छ एकछिन है त 1 2 and 3
नाउ मेन पार्ट यही हो, यहाँ बाँध्नुपर्ने। यो चाहिँ सबैजना झुकिन्छ क्या, कहाँ बाँध्ने भनेर ठ्याक्कै यो बिचमा लाने, यसरी बिचमा होइन, यसरी नाप्न पनि सक्छ। यो र यो हाफ लगेर ट्याक्क अब यसलाई बाँड्यो भने चाहिँ ठ्याक्क बिचमा बाँडिन्छ। तर हावा कसरी चलिरहेछ त्यो अनुसारले बाँड्नुपर्छ। हावा धेरै चलिरहेछ भए हामी अलि यो तलतिरको एङ्गल यसरी 45 डिग्री जस्तो बनाउने। हावा थोरै चलिरहेछ भए चाहिँ हामीले यो बिचभन्दा अलिकति हावा थोरै छ भए अलिकति माथि यस्तरी बाँड्ने क्या हामीले। हावा धेरै छ भए यो बिचभन्दा तलतिर धेरै आउने, हावा थोरै छ भए चाहिँ माथितिर, हावा धेरै छ भए पनि अलिकति तलतिर होस् क्या, यसरी आउने। अब अर्को मेन कुरा यो नट बाँध्नु पनि हो। फेरि यसरी त भयो ल सबै, अहिलेलाई मैले ऱ्यान्डमली बिचमा राखेँ, यसरी माथि लाने अनि नट चाहिँ यहाँ टुप्पोमा बाँध्नुपर्ने हुन्छ। कसैले चाहिँ यहीँ तल बाँडिदिन्छ क्या नट, त्यस्तो होइन, यहीँ तल बाँध्ने होइन, यहाँ माथि बाँध्ने। अनि बाँध्नलाई चाहिँ यसरी नै ठ्याक्क हुनु पऱ्यो, यसरी लगेर ट्याक्क यहाँ छिराएर यो मेन पार्ट निकाल्ने। अब हाम्रो यो अर्को डोरी चाहिँ ठ्याक्क यहाँ बाँध्नु पऱ्यो क्या, यो सिधा हुँदा यहाँ टुप्पोमा। कोहीले चाहिँ यहाँ बाँड्दाखेरि पनि यस्तो बाँडिदिन्छ अनि मिल्दैन क्या, त्यही भएर यहाँ बाँध्नुपर्ने हुन्छ। सो